तामुल बगानमा गएर अलिकति दिशानिर्देशनहरू र यो के हो कसो हो हाम्रो अर्थनीति त्यति मजबुत छैन कृषि भन्दा अहिले चाहिँ कृषिमा पनि विशेष गरी तामुलमाथि निर्भरशील अब त्यस नाताले यो एउटा फाइदादायक खेती हो र यसबारेमा सरले पुस्तक पनि लेखिसक्नुभयो र त्यसमाथि अब सरले भन्नुहुनेछ अलिकति दिशानिर्देशन गर्नु यसो परिचय गरौँ न अनि उहाँ म गरिदिन्छु उहाँ भीमप्रसाद शर्मा शिक्षक र यहाँको अब प्रमुख व्यक्तिहरूमा एकजना मुक्तिबहादुर प्रधान उहाँ पनि शिक्षक पेसामा र सुपारी खेतीसँग सम्पर्कित दुवैजना सामाजिक कार्यकर्ता पनि र यहाँ दाजु वीरबहादुर कार्की उहाँ अब सामाजिक कार्यकर्ता र कृषक उहाँ कमल खनाल उहाँ पनि सामाजिक कार्यकर्ता कृषक तामुल खेतीसँग सम्पर्कित उहाँ त्यसो हुँदाखेरि अब मलाई त म त देवप्रसाद अधिकारी हो मेरो घर पहिला यो हुनु हो अहिले चाहिँ अब बिजुलीमा बस्छु म पनि अवकाश प्राप्त शिक्षक नै हो समाजमा यताउति अब हिँडिन्छ त्यही हो परिचय र अब सरले आफ्नो गतिविधि अलिकति भनिदिनु पर्यो। नमस्कार सबैजनालाई स्वागत मैले पनि गर्छु। तपाईँहरूको फुलकुमारी भन्ने नाम सुन्ने बित्तिकै बडा आनन्द आएको थियो। अस्ति त्यो केशवजीको जुन वार्षिकी थियो त्यहाँ आउँदाखेरि दुईजना मान्छे फुलकुमारी भन्नुभयो अनि त्यहाँ धेरै राम्रो कृषि पनि छ विशेष गरेर तामुल अनि मलाई चाहिँ नाम सुनेर पनि यहाँ आउने क्या विचार व्यक्तिगत रूपमा आयो र उहाँले भूमिका बाँधिहाल्नुभयो। उहाँ त एकपल्ट मेरो ट्रेनिङ पनि उहाँले एटेन्ड गर्नुभएको छ र विशेष गरेर म उत्तर पूर्वाञ्चलकै मणिपुरवासी हुँ अनि गर्दै गर्दै म केन्द्र सरकारको अनुसन्धान विभागमा काम गरेँ कृषि अनुसन्धान अनि मूल रूपमा मेरो फर्स्ट पोस्टिङ चाहिँ केरलामा थियो। त्यस पछाडि अन्डमान निकोबार अनि कर्नाटका है अनि गर्दै गर्दै आसाम पनि थियो गुवाहाटी पनि थियो 3 वर्ष अनि त्यहाँबाट कर्नाटकाको 2 ठाउँ केरला त्यहाँबाट अन्डमान निकोबार अनि जलपाइगुडी वेस्ट बेङ्गलको त्यहाँ यताउता गर्दै अहिले म सिलगढीमा थानको लागिरहेको छु। मेरो जरो चाहिँ यतै मणिपुरमै छ उत्तर पूर्वाञ्चल नर्थ इस्टै हो। विशेष गरेर हामीले आज सुपारी अथवा तामुलको विषयमा चर्चा गर्ने केही छैन। तपाईँहरू धेरै वर्ष अगाडिदेखि नै यसमा कार्यरत हुनुहुन्छ। अब हाम्रो यो तामुल चाहिँ के भयो भने अहिले यहाँ मात्र नभएर यसको 20 to 30% अब यो साल तपाईँको 100 हेक्टर छ भने आगामी 120 हेक्टर त्यो दरले यसको खेती बढ्दैछ। त्यसको मूल कारण चाहिँ यसको डिमान्ड पनि बढ्दैछ। 3 नम्बर चाहिँ यो सजिलो खेती, 4 नम्बर हात्तीले वन्य जीव जन्तुले यसलाई एट्याक गर्दैछ आक्रमण गर्दैछ अनि सहज खेती। अनि अझ के भन्ने गरेको छ भने माथि रोपेका दिन चाहिँ उनीहरूले तल हेर्छन् अरे क्या नेपालमा त्यो एउटा कथन पनि छ रोपेका दिन चाहिँ तल हेर त्यहाँबाट भोलिपल्टदेखि माथि हेर्नु थाल्यो क्या। अब के मल छ पानी चाहियो हेर्नु कहिले फल्छ अनि टिपो हेऱ्यो उँभो हेऱ्यो अनि सक्यो। त्यो गर्दाखेरि चाहिँ के भयो भने हामीलाई अलिकति यस विषयमा धेरै मल धेरै केमिकलहरू खर्चिलो पनि छैन। अलिकति हामीले बुद्धि प्रयोग भने अब हामीसँग भएको संसाधन युज छैन बगानमै छ नि फल मलहरू त त्यो ल्याएर चाहिँ गर्न सक्यो भने अर्ग्यानिक किसिमले हामीले तामुलमा त्यसको उत्पादन बढ्छ। अनि तामुल मात्रै खेती नगरेर अरू अरू भित्री बाली भनिन्छ इन्टरक्रप होइन त्यो खेतीहरू बोनमरिचहरू केरा भन्छ कोला भन्छ होइन कोल भन्छ है। अनि मलाई चाहिँ अलिकति आसामी भाषा पनि आउँछ म गुवाहाटी बसेँ त्यहाँ बङ्गला भाषा पनि आउँछ उताको दक्षिणको पनि आउँछ होइन। र त्यसो गर्दाखेरि चाहिँ अब धेरैतिरको अलिकति यो ज्ञान हुनाले गर्दा तपाईँहरूसँग अलिकति साझा गर्ने उद्देश्य मात्रै हो। मैले सबै कुरा जानेको होइन तपाईँले यी वर्षदेखि खेती गर्दै हुनुहुन्छ यसको अर्थ यो होइन कि तपाईँले केही जानेको होइन। हामीले जानेको ज्ञान तपाईँसँग भएको समस्या ज्ञानलाई मैले साझा गर्ने अनि मैले जानेको तपाईँहरूसित सेयरिङ गर्ने एन्ड क्यारिङ सेयरबाट क्यार हुन्छ र त्यही एउटा उद्देश्य हो। हामी आज यति नै हो भनेदेखि अब यो भिडियोलाई हामी अफ गऱ्यौँ अनि एउटा बगानतिर जाऊँ अनि त्यही बगानमा के समस्या हुन्छ अलिक चर्चा गर्नु होइन त अनि सर्टमा 1-2 घन्टामै सकिदिउँ ल हजुर भन्नुहोस् ल हो त्यसैको लागि आज त्यही जाने यो टाढाबाट हुन्छ टाढाबाट होइन तपाईँसँग कलम छ भने
कलम बोक्नुहोस् किनभने मसँग लेखेको कार्य तपाईँलाई हुँदैन एउटा कागज चाहिँ एकजना दुईजनाले बोकिराख्नुहोस् भाले फेरि मैले भनेको त्यो लेखाइमा फरक पर्छ मसँग पनि कागज बोकेर आयो पेन छ अनि ल भाइ धन्यवाद हामी फिल्डमा जान्छौँ ल धन्यवाद बन्द